हेलो साथीहरू, सबैलाई नमस्ते, शुभ बिहानी। आज चाहिँ म मनाङ घुम्न आएको थियो नि त। मनाङ आइसकेपछि यहाँ नआउने कुरै भएन हैन। यो चाहिँ अब मिलेरेबा पार्क हेर्नुस्, मिलेरेबा पार्क हो। यो चाहिँ एकदम राम्रो छ। झन् अहिले बर्खा महिनामा एकदम दामी हुन्छ यो चाहिँ फेरि है। फुलहरू सबै फुलिरहेको हुन्छ नि त यहाँ, एकदम राम्रो छ। अनि सिनहरू हेर्नुहोस्, भ्यूहरू मनाङबाट देखिने है। हिमालहरू पुरै हिमालले घेरेको ठाउँ हाम्रो मनाङ। तिलिचो हिमाल त्यो भयो, गेटको ठ्याक्कै माथिको तिलिचो हिमाल। यो गङ्गापूर्ण हिमाल होला यो सायद। अनि त्यो अन्नपूर्ण हिमाल। एकदम राम्रो ठाउँ छ, घुम्न आउनु होला हजुरहरू हैन। हेर्नुहोस्, मिलेरेबा पार्क। यसको मेन गुम्बा चाहिँ फेरि उता ढाकाको माथि छ है। त्यहाँ चाहिँ अलिक हिँड्नै पर्छ। यो चाहिँ अब माने भइहाल्यो, घुमाइदिउँ एकचोटि। माने बिमर्छ अब मेन चाहिँ यो भित्र छ दामी चाहिँ। यो त अब तपाईँहरूलाई बाहिरको मात्रै देखाएको हो, अब भित्रको देखाइदिन्छु म। हेर्नुहोस्, यस्तो दामी छ, पुरा आनन्दले बस्नुभएछ गुरुजीहरू, लामाहरू। यसको चाहिँ कहानी धेरै छ। अब कहानी बताउनलाई अलिक टाइमै लाग्छ। छन् त अलिअलि आफूलाई नि थाहा छ, त्यही पनि अलिक टाइम लाग्छ है कहानी बताउनलाई। एकदम दामी छ। हजुरहरू आउनुभयो भने तिलिचो ताल मात्रै होइन कि, अब सबै ठाउँ घुम्नु पऱ्यो कि। टार्गेट चाहिँ अब मनाङ भनेपछि मनाङ मात्रै घुम्ने होइन नि त। मनाङमा पर्ने के छ, कहाँ के छ के छैन, त्यो पनि त हेर्नु पऱ्यो नि होइन। एक दुई दिन बसेर टक्क लाएर सबै भिजिट गर्नु होला हजुरहरू। ओके, सबैको दिन खुसी होस्, सुखी होस्, राम्रो होस् होइन। ल त बाई।